दाङका भक्तबहादुर विश्वकर्माले आफ्नी 2 वर्ष अगाडि मृत्यु भएकी श्रीमती आशा विश्वकर्माको शालिग घरमै बनाएका छन्। उनले आफूसँग भएको चिजहरू आफूबाट टाढा हुँदा कतिको माया लाग्छ भन्ने कुरालाई दर्शाउन खोजेका छन्। विशेष गरी भन्ने हो भने आफूसँगै 2 वर्ष अगाडि रहेकी श्रीमती जो क्यान्सरका कारण निधन हुन्छन्, उसको हरेक ठाउँमा अभाव भएको महसुस गरेका भक्तबहादुर विश्वकर्माले आफ्नै घरमा आफ्नै श्रीमती आशा विश्वकर्माको शालिग बनाएका छन्। उनी बिहान उठेपछि काममा जानुभन्दा अगाडि एकपटक श्रीमतीको शालिगलाई गमलङ्ग अँगालो मारी आफ्नो माया दर्शाएर काममा निस्कने गर्दछन्। उनले आफ्नो सम्बन्ध कसरी जोडिएको र बिहेपछिका कस्ता उतार चढावहरू देखा परे र त्यसपछि श्रीमती बिरामी भएपछि उनलाई बचाउन गरेका हरेक सङ्घर्षहरू, श्रीमतीको मृत्यु भएपछि जब 2 वर्षको बच्चामा परेको बाल मनोविज्ञानलाई दर्शाएर आशा नामक पुस्तक प्रकाशन गरेका छन्। कलियुगको वर्तमान समयमा हामीले माया, सहयोग, दया, धर्म र साथको कतैबाट पनि आश नपाउने समयमा श्रीमान र श्रीमती बीचको यो गम्भीर मायालाई तपाईहरु के भन्नुहुन्छ? कमेन्ट गर्नुहोला। हार्दिक श्रद्धा सुमन आशा विश्वकर्मा। तपाईले माया गर्ने श्रीमान पाउनु भएको छ।